यत्रो दिनदेखि एउटा कुरो चाहिँ एकदमै ट्रेन्ड गरेको थियो फेसबुकमा र युट्युबमा। त्यो कुरो के हो भने कि रवि लामेछाने नखु कारागारबाट निस्केको त्यो चाहिँ सरासर गलत भयो र त्यो रवि लामेछानेले एउटा पेपर सामाजिक सञ्जालमा हालेको त्यो पेपर पनि सरासर गलत छ, त्यो फेक पेपर नै हो भनेर। तर हेर्नुस् अहिले त्यो सबै पेपर जतिजना उहाँको विरोध गर्यो त्यो पेपरको बारेमा, त्यो त्यतिजनाहरूको सबैजनाको के छ भने मुखमा एकदमै मजाको तमाचा हो के। रवि लामेछाने त्यतिखेर पनि भनेको थियो र पटक पटक पनि भन्दै आइराखेको छ कि हो त्यहाँ केही गर्नलाई पनि अब भनौँ न यस्तो भिड त्यहाँ भइसकेको थियो र यस्तो जतिखेर त्यो पेपर बनाएको थिए त्यतिखेर नेपालको कन्डिसन अवस्था कस्तो थियो, त्यस्तो अवस्थामा चाहिँ काम कस्तो हुन्छ त्यो पनि अलिकति ख्याल गर्नुपर्छ। र रवि लामेछाने जस्तै भनेको कि उहाँले त्यो पेपर पाकै हो, त्यो पेपर फेक होइन भने त्यो चाहिँ आज चाहिँ गएर पुष्टि भइसकेको छ साथीहरू। पुष्टि भइसकेको छ भने के त्यो पेपरमा जो साइन छ त्यो नखु कारागारको जेलर साहेबको साइन छ त्यहाँ। त्यही भएर अब चाहिँ आतिनु पर्दैन र विरोधीहरू चाहिँ एकदमै अझै विरोध गर्नु पनि त्यति नगर्नु होला, किनभने अलिकति सानोभन्दा सानो कुनै यस्तो काम देख्यो भने र कुनै यस्तो प्रब्लम देख्यो भने रवि लामेछानेको विरोध गरिहाल्ने भनेर रातै दिन लगाएर रवि लामेछानेकै बारेमा रिसर्च गर्ने व्यक्तिहरूलाई पनि अलिकति चाहिँ विरोध गर्नुभन्दा अगाडि पहिला अलिकति चाहिँ गएर अध्ययन पनि गर्नु होला, त्यो भन्न चाहन्छु। हस् त साथीहरू, आजको भिडियो कस्तो लाग्यो? भिडियो राम्रो लागेकोमा भिडियोलाई लाइक गर्नु होला। च्यानलमा नयाँ आउनुभएको छ भने पनि च्यानललाई पनि सब्स्क्राइब गर्नु होला। र तपाईलाई केही यस्तो मनमा लागेछ कि यस्तो केही भन्नै पर्छ भने आफ्नो प्रतिक्रिया चाहिँ कमेन्टमा पनि लेख्नु होला। हस् त साथीहरू, आजको लागि बिदा चाहन्छु। भेट होला फेरि कुनै अर्को नेक्स्ट भिडियोमा। तबसम्मको लागि हस् त, धन्यवाद।